माङचुला हो 1 लाख 1 लाख जितेको थियौँ। हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। साथीहरू स्वागत छ। आजको फेरि नयाँ दिनचर्या फेरि मेरो सुरु भइसकेको छ। सो आई होप मेरो युट्युब फ्यामिलीहरू सन्चै हुनुहुन्छ होला सबैजना। र मैले आज चाहिँ धेरै दिन पछाडि फेरि एउटा भिडियो क्रिएट गरिरहेको छु। सो साथीहरू यसलाई पनि माया गरिदिनुहुन्छ भन्ने मैले ठुलो आशा लिएको छु। साथीहरू के कस्तो हुन्छ भिडियो फ्लोमा हेर्नु होला है। सबै कुरा म देखाउँदै जाँदैछु। आजको मेरो दिनचर्या कसरी बित्छ साथीहरू सबै कुराहरू म देखाउँदै जानेछु। तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरिदिइहाल्नुहोस्। र भिडियो के कस्तो लाग्छ, भिडियो राम्रो लाग्छ भने कृपया भिडियोलाई लाइक गरिदिनुहोस्। र तपाईँलाई के कस्तो लाग्छ भिडियो कमेन्ट सेक्सन छ, त्यहाँ गएर अन्तिमसम्म भिडियो हेरेर कमेन्ट गरिदिनु होला भन्ने आशा लिएको छु साथीहरू। र त्यसै गरी आजको भिडियो चाहिँ मैले सुरुवात गरिसकेको छु। बिहान उठेर ब्रस गरेर फ्रेस भएर मैले बिहानै भिडियो चाहिँ सुरु गरिसकेको छु साथीहरू। बिहान भन्दा नि कति 7-8 कति 7 होइन 6 बज्दैछ अहिले साथीहरू है। बिहान उठेर चाहिँ मैले भिडियो सुरु गरिसकेको छु है त साथीहरू। र आज के कस्तो हुन्छ कि स्टे ट्युन है त साथीहरू। ल अहिले एकैछिनमा म देखाउने छु ल सबै कुराहरू। र मैले चाहिँ यो बिरुवामा पानी हाल्नुपर्ने हुन्छ साथीहरू। बिहान उठेर यहाँ टक्क पानी हाल्ने। र यो ड्रागन फ्रुट्स लाई पानी लाउँदैछु साथीहरू। यहाँ र त्यसै गरी यहाँ रातो सिरिस रहेको छ साथीहरू। यहाँ यसलाई डेली लाउनु पर्ने हुन्छ साथीहरू। एकदम सुक्खा छ क्या साथीहरू। त्यसै गरी हाम्रो चाहिँ कुलपितृहरूलाई पूजा गर्नुपर्ने हुन्छ होइन साथीहरू। हाम्रो यो माङचुला हो, यस्तो हुन्छ। यो ढुङ्गाबाट बनाइन्छ साथीहरू यो माङचुला। र यता हामी चाहिँ खाना पकाउने अर्को हाम्रो चाहिँ नजिकै छ होइन। र हामी चाहिँ यहीँ यो माङचुलामा चाहिँ पूजा गरिन्छ। माङकोक्चोङ भन्ने कुराहरू तिनीहरू पकाइन्छ है पछि देउता गर्दाखेरि। अनि त्यस्तै छ, यस्तो छ साथीहरू। र अनि म यता छु साथीहरू। सो यस्तै रहेको छ हाम्रो चाहिँ देउता चुला यता फाल्टो हुन्छ र फाल्टै अर्को पकाउने चुला पनि हुन्छ साथीहरू। हेर्दै गर्नुहोस् के कस्तो हुन्छ, हेर्दै गर्नुहोस् के कस्तो अब भिडियोमा आउँछ है साथीहरू। सबै कुराहरू म देखाउने छु किनकि अब आफ्नो धर्म संस्कृति हुन्छ है। सबै धर्म संस्कृतिलाई मेरो उत्तिकै सम्मान छ सबैलाई। हामी नेपाली चाहिँ यति भाग्यमानी छौँ कि एकै ठाउँ एकै देशमा चाहिँ सबै कुराहरू चाहिँ छ कि अब आफ्नै जातिकाहरू छौँ, आफ्नो भाषाभाषीहरू छौँ। सबै कुराहरू बुझ्न जान्न चाहिँ हामी यति संस्कारमा चाहिँ यति धनी छौँ कि साथीहरू। यसमा चाहिँ प्राउड लाग्छ क्या। र एकअर्काको यो धर्मलाई चाहिँ होइन हेला होचो नगरौँ साथीहरू है। म चाहिँ सबैलाई यत्तिकै सम्मान छ। आफ्नो धर्म संस्कृतिलाई जगर्ना गर्नुपर्छ है। मेरो भनाइ चाहिँ यो रहेको छ साथीहरू। अब यो अहिले यो आफ्नो मेरो माङचुला देखाउँदाखेरि निस्किगएको कुराहरू है साथीहरू। अब के कस्तो हुन्छ फेरि अब भिडियोहरू चाहिँ हेर्दै गर्नुहोस् ल साथीहरू। दिस इज माई ल्याडर। म आइसकेँ घरमाथि है साथीहरू। के कस्तो बनाउने भिडियो सबै कुरा अब थाहै छैन क्या साथीहरू, के कस्तो बनाउने होइन। अब ल हेर्दै गर्नुहोस् है साथीहरू। अब ल यता जाने देखाउनु मन लाग्यो साथीहरू। यो एउटा हामीले चाहिँ फुटबलमा चाहिँ यहाँ जितेका थियौँ 1 लाख 1 लाख जितेको थियौँ आजभन्दा निकै धेरै अगाडि। किनभने 2075 सालमा जितेका थियौँ। 2075मा जितेका थियौँ साथीहरू। र यो कुरा चाहिँ के सेयर गर्नु मन लाग्यो भने होइन, यो चाहिँ मैले अब मेमोरीको लागि चाहिँ कलेक्ट गरिरहेको छु साथीहरू होइन। किनकि अब यो त अब बिग्रेर जाने हो नि त, खुइलेर जाने कुरा हो होइन। त्यही भएर चाहिँ मैले फेरि होइन यो भिडियोमा चाहिँ मेमोरीको होस् भनेर चाहिँ राख्न चाहेको छु। किनभने अब योभन्दा पछाडि पनि हेर्न सकिन्छ नि त यहाँ राख्यो भने त साथीहरू होइन। त्यही भएर यो त बिग्रेर जान्छ। त्यही भएर चाहिँ यो मेमोरी होस् भनेर चाहिँ मैले राख्दैछु है त साथीहरू। अब म आइसकेको छु साथीहरू। सो यता पनि छ,
यता पनि छ साथीहरू र यहाँ पनि छ साथीहरू। हामीले चाहिँ धेरै नै जितेको थियौँ साथीहरू होइन। पहिला यस्तो चाहिँ अब राखिएन साथीहरू, टन्न छ है, धेरै थियो। यो 20-25 हजारको म्याचहरू त कति जित्यो त 40 हजारको है होइन यस्तोहरू। मैले मात्रै जितेको होइन, सबै साथीहरू भएर चाहिँ जितेको यो। आज चाहिँ भिडियोमा चाहिँ यो मैले मेमोरीलाई चाहिँ राख्नु पर्यो भन्ने मेरो मन आयो, किनभने पछाडि यो त बिग्रेर जाने चिजहरू हो नि त, पछिसम्मको मेमोरीहरू रहन्छ कि साथीहरू। त्यही भएर चाहिँ यो मैले भिडियो क्रिएट गरिरहेको छु साथीहरू होइन। अब त्यस्तै छ साथीहरू। अब नेपालको झन्डा छ एउटा यहाँ राखेको छु, यो पनि प्रथमकै हो, यो पनि प्रथमकै हो। यसमा चाहिँ खुइली गएछ, निस्किगएछ है, टन्न थियो साथीहरू। यता पनि छ है, यता पनि छ, यो पनि प्रथमकै हो, टन्न छ साथीहरू है। कति धेरै थियो, सबै कुरा बिग्रेर गयो क्या। अब कहाँ फाल्यो कता। अब खास चाहिँ राख्नुपर्ने रहेछ होइन, अहिले ज्ञान आउँदैछ। किनकि यसरी मेमोरी कलेक्ट गरेर चाहिँ पछाडिसम्म चाहिँ राख्न सकिन्छ नि त भन्ने कुरा चाहिँ अहिले ज्ञान आयो कि पछाडि यस्तोहरू त अब हुँदैन नि त। अब कति धेरै थियो साथीहरू, सबै यो हराएन, कहाँ फाल्यो, त्यस्तै हो साथीहरू होइन। अब यो चाहिँ र साथीहरू यति चाहिँ मेरो भिडियोमा रहने भएको छ है साथीहरू। अब रहेको छ है साथीहरू, र यसलाई चाहिँ मैले अब भिडियोमा कैद गरेको छु साथीहरू। यो चाहिँ चेलीहरूले जितेको, हाम्रो गाउँका चेलीहरूले, यो चाहिँ हामीले जितेको, र यो पनि हामीले जितेको 75 सालमै रहेछ, 2075। यो चाहिँ 76 मा रहेको छ, यो चाहिँ 75 मा जितेकोहरू रहेछ साथीहरू है। निकै अगाडि नै भइसक्यो अब त। र साथीहरू सो के कस्तो हुन्छ भिडियो चाहिँ अन्तिमसम्म हेर्दै जानुहोस् ल, किनकि आज चाहिँ मेमोरी कलेक्ट गर्ने मेरो मनमा आयो क्या, इच्छा आयो। पछाडिसम्म भिडियो भनेको त, त्यही भएर मेमोरी कलेक्टको लागि चाहिँ भिडियोहरू बनाइरहेको छु साथीहरू। के कस्तो लाग्छ, तपाईँहरूले पनि कति कुरा जित्नु भएको थियो होला, त्यो कुराहरू चाहिँ मेमोरी कलेक्ट गरेर चाहिँ राख्नुहोस्, पछिसम्म चाहिँ आफ्नो भावी सन्ततिहरूलाई चाहिँ देखाउन सक्नुहुन्छ साथीहरू। सो मैले चाहिँ यो गरिसकेँ। सो तपाईँहरूलाई के कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनुहोस्। भिडियोलाई लाइक गर्नु छ भने भिडियोलाई पनि लाइक गरिदिनुहोस् ल साथीहरू, किनकि एउटा कन्टेन्ट क्रिएटरले चाहिँ ऊर्जा मिल्छ क्या, तपाईँहरूको लाइक कमेन्ट सेयर सब्सक्राइबले चाहिँ ऊर्जा मिल्छ क्या। र तपाईँहरूले भिडियो स्किप गरी हेर्नुहुन्छ, किनभने सबै कुरा थाहा हुन्छ क्या हामीलाई वाइटी स्टुडियोबाट। त्यहाँबाट तपाईँहरूले एभरेज भ्यू ड्युरेसनमा चाहिँ अब तपाईँहरूले 1 मिनट 2 मिनट मात्रै हेरिरहेको हुन्छ क्या, भिडियो पुरा हेर्नुहोस् ल साथीहरू। र अनि त्यही रहेको छ साथीहरू। अब के कस्तो हुन्छ हेर्दै गर्नुहोस् ल, स्ट्रेट। साथीहरू आजको भिडियो यति नै थियो। भिडियो के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोस्, कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न नबिर्सनुहोस्। र त्यही हो, च्यानलमा तपाईँ नयाँ छ च्यानल सब्सक्राइब गरिदिइहाल्नुहोस्। र आजको भिडियोलाई चाहिँ यतै व्यवस्था गर्दैछु साथीहरू। र अर्को फेरि नेक्स्ट अर्को दमदार भिडियोमा फेरि भेट्नेछु। त्यतिन्जेलसम्मको लागि सबैको जय होस्।